अब वीरजङ र टाइगर मुक्ति मोर्चाको विरुद्ध लड्न हाम्रो चुनाव चिन्ह शान्तिको प्रतीक उड्दै गरेको परेवा हुनेछ। यसको अर्थ स्वतन्त्रता। अब रमेशले यही चुनाव चिन्ह लिएर उम्मेदवार बन्नेछ। भोलि रमेशले यही चुनाव चिन्ह लिएर उम्मेदवारी दर्ता गर्नेछ। त्यसपछि वीरजङलाई त्यसकै राजनीतिक खेल मैदानमा हराएर मेरी मरेकी पूजा बहिनी र अन्यायमा परेका सम्पूर्ण चेलीहरूलाई न्याय दिएर यो पालिकामा नयाँ इतिहास रचिनेछ। दर्शकबिन, यति बेला रामले भने रमेशलाई चुनावमा उठाउने भएका छन्। दर्शकबिन, यो सब देखेर कतिजना खुसी हुनुहुन्छ? दर्शकबिन, रामले रमेशलाई वीरजङको विरुद्ध विशालको विपक्षतर्फ चुनाव उठाउन खोज्दाखेरि तपाईहरू कतिजना खुसी हुनुहुन्छ? दर्शकबिन, यदि खुसी हुनुहुन्छ भने कृपया यस भिडियोलाई एक लाइक गरेर च्यानललाई सब्सक्राइब गर्न पनि नभुल्नुहोला। के अब राम र रमेश भएर चुनाव जित्छन् होला त? तपाईहरूलाई के लाग्छ? जस्तो लाग्छ त्यस्तै आफ्नो अमूल्य प्रतिक्रिया भने तलको कमेन्ट बक्समा लेख्न भने नबिर्सिनुहोला। दर्शकबिन, रमेश भने डराएका थिए कि वीरजङ जस्तो ठुलो व्यक्तिसँग चुनावमा लड्न सक्छन् होला त? दर्शकबिन, रामलाई भने राजनीतिक न्याय पर्ने थिएन, तर पूजाको न्यायको निम्ति भनेर उनी राजनीतिकमा उभिएका छन्। अब भने के यो खेलमा राजनीतिक नै भित्रिएको हो त? अब राजनीतिकले के राज गर्दा त यो खेलमा? बुहारी सिरियलमा के राजनीतिक फैलिएकै हो त? अब भने वीरजङ र विशालको विरुद्धमा रामले उठाएको यो कदम देखेर तपाईहरूलाई के कस्तो भन्न मन लागिरहेको छ र के कमेन्ट लेख्न मन लागिरहेको छ? कृपया आफ्नो अमूल्य शब्दहरू भने कमेन्ट बक्समा लेख्न भने नछुटाउनु होला है त।